सम्पूर्ण कमरेडहरूमा क्रान्तिकारी अभिवादन। हाम्रो पार्टी माओवादी केन्द्रको अहिले केन्द्रीय कमिटीको बैठक बसिराखेको छ। सो बैठकमा पार्टी अध्यक्ष लागेको प्रस्तावमा केही नेताहरूले फरक मत राखेको देखिन्छ। नारायण काजी श्रेष्ठ र उपमहासचिव जनार्दन शर्माले फरक मत राखेको देखिन्छ। यसमा खास फरक मत राखिरहनु पर्ने अवस्था त हामीले देख्दैनौँ, किनभने हिजो जनयुद्धकालदेखि नै अहिलेसम्म सफल नेतृत्व गर्दै आएका पार्टी अध्यक्षलाई विभिन्न जालजेल गरेर हटाउने र यो पार्टी कब्जा गर्ने र पार्टीलाई तहस नहस गर्ने, पार्टी बनाउने होइन, पार्टीलाई तहस नहस गर्नलाई उहाँहरूलाई नेतृत्व चाहिएको। उहाँहरूको यदि नेतृत्व चाहने हो भने महाधिवेशनमा गएर चुनावको फेस गर्ने हो, कार्यकर्तासँग गएर कार्यकर्ताको भोटको कदर गर्ने हो। मन लागेको बेला राजीनामा मागेको छ, मन लागेको बेला पद छोड भनेको छ। यसरी त कसरी पार्टी बन्छ? उहाँहरू जसरी पद लोप त हुनुभयो, 2 महिना भयो नि मैले कार्यवाहक अध्यक्ष पाउनु पर्यो, जसरी मैले पार्टी अध्यक्षलाई अध्यक्षबाट हटाउनु पर्यो या प्रचण्डलाई पार्टीको अध्यक्षबाट हटाउनु पर्यो भन्ने जो हिजोदेखि जनार्दन शर्माको माग छ, यसलाई कुनै पनि हालतले केन्द्रीय समितिले पास गर्दैन। अर्को कुरा के हो भने कसैलाई नेता बन्नु छ या यो पार्टीको अध्यक्ष या महासचिव बन्नु छ भने त्यो त सम्मेलन पार्टीको महाधिवेशनले त तय गर्ने कुरा हो। पार्टीका कुराहरू या केन्द्रीय पदाधिकारी बनाउने कुरा त महाधिवेशनले हो। 2 महिनाको लागि बनाउँदैमा उहाँहरू यो पुरै उथलपुथल गर्ने होइन। उहाँहरूको क्षमता त नेपाली जनताले राम्रैसँग देखेका छन्। कसैका यहाँ CCTV क्यामेरा छन्, कसैले तपाईँको प्रतिनिधि सभाको चुनाव हारिसकेपछि पार्टी अध्यक्षले नै राष्ट्रिय सभामा लिएर मन्त्री र गृहमन्त्री बनाएका कुराहरू छन्। हामीले बुझेको छैनौँ र उहाँहरूको हैसियत के हो? उहाँहरूको पार्टीमा पार्टीका कार्यकर्ताहरूले उहाँहरूप्रति हेर्ने दृष्टिकोण के हो? चुनाव फेस गरौँ न, चुनाव लडौँ, चुनावमा जे हुन्छ त्यसलाई सहर्ष स्वीकार गरौँ। होइन तपाईँले छोडिदिनु पऱ्यो, म आउँछु र बस्छु भन्न मिल्छ? कति नैतिकहीन कुरा गरेको? यी कुराहरू हाम्रो पार्टीका केन्द्रीय सदस्यहरूले राम्रोसँग बुझेर मनन गरेर आजको निर्णय पार्टी अध्यक्षको प्रस्ताव जस्ताको त्यस्तै पास गरौँ। हस्त क्रान्तिकारी लाग्छ।